राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय याङसिला मोरङद्वारा गरिएको श्री प्रगति माध्यमिक विद्यालय गौरादा 8 झापामा सञ्चालित राष्ट्रिय सेवा दल एनसीसीको प्रथम निरीक्षण कार्यक्रम भाद्र 1 गते आइतबार उत्साह अनुशासन र देशभक्तिको भावनाबीच भव्य रूपमा सम्पन्न भएको छ। उक्त कार्यक्रम राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी श्री सुरेश कुमार श्रेष्ठको नेतृत्वमा जम श्री रेवती बस्नेत, जम श्री यज्ञराज भट्ट, हुदा श्री सन्तोष बस्नेत, अमर श्री शान्ता थापा तथा पिउट श्री सूर्य कुमार योन्जनको गरिमामय उपस्थितिमा सम्पन्न भएको हो। कार्यक्रममा आगमन भएका सम्पूर्ण अतिथिहरूलाई विद्यालय परिवार तथा उपस्थित अभिभावकहरूले फूलको गुच्छासहित न्यानो स्वागत गरेका थिए। कार्यक्रममा आइसक्नु भएको छ प्रमुख अतिथि श्री राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालयका शिक्षाधिकृत प्रमुख सेनानी श्री सुरेश कुमार श्रेष्ठ लगायत त्यसै गरेर जम श्री रेवती बस्ने, जम श्री यज्ञराज भट्ट, हुदा श्री सन्तोष बस्ने, मौका श्री शान्ता थापा, फूल श्री सूर्य कुमार योन्जन। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री महावीर राजवंशीको सभापतित्व तथा गौरादा नगरपालिका वडा नम्बर 8 का वडाध्यक्ष श्री गणेश कुमार राजवंशीको विशिष्ट आतिथ्यतामा सम्पन्न भए कार्यक्रमको सुरुवात राष्ट्रिय गान तथा राष्ट्रिय सेवा दलको गानबाट गरिएको थियो। कार्यक्रममा विद्यालयका प्रधानाध्यापक श्री चिरञ्जीवी पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्दै राष्ट्रिय सेवा दलले विद्यार्थीहरूमा अनुशासन, नेतृत्व क्षमता, आत्मविश्वास, राष्ट्रप्रेम र सेवाभावको विकासमा खेलेको महत्त्वपूर्ण भूमिकाको बारेमा प्रकाश पार्नुभयो। उहाँले विद्यालयले आगामी दिनमा पनि यस्ता सृजनात्मक तथा राष्ट्रहितका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। यस अवसरमा सहायक प्रधानाध्यापक श्री विष्णुप्रसाद लुइटेल, आधारभूत इन्चार्ज श्री दीननाथ कडेरिया, विद्यालय व्यवस्थापन समितिका सदस्य श्री महेन्द्र अधिकारी, पीटीए संयोजक श्री कमल तामाङ, विवेश सदस्यहरू तीर्थ अधिकारी, अस्मिता कार्की, पीटीए सदस्यहरू, गौरी दर्पणका पत्रकार श्री मदन राजवंशी मनप्रीत, अनलाइन विचारका पत्रकार श्री झगेन्द्र खड्का, शिक्षक श्री रामदास राजवंशी लगायत अभिभावक, शिक्षक तथा स्थानीय समाजसेवीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको मुख्य आकर्षकका रूपमा राष्ट्रिय सेवा दलका क्याडेट विद्यार्थीहरूले हुद्दा शिव थापा मगरको कुशल कमान्ड तथा सिपाही विशाल कटवालको सहकार्यमा अनुशासित ड्रिल, आकर्षक खुकुरी ड्रिल, रोमाञ्चक तेक्वान्दो प्रदर्शन तथा जोसिलो एरोबिक्सको प्रस्तुति दिएका थिए।
Asan! 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 Islam! Asan! Asan! Angtekon! Angtekon! Angel! Sahel! Nathan! Islam!
क्याडेटहरूको आत्मविश्वास, तालमेल, अनुशासन र उत्कृष्ट प्रदर्शनले उपस्थित सबैको मन जितेको थियो। निरीक्षणपछि प्रमुख सेनानी श्री सुरेश कुमार श्रेष्ठले क्याडेटहरूको अभ्यास, अनुशासन र प्रस्तुतिको उच्च प्रशंसा गर्दै उहाँले उपस्थित अभिभावकहरूले राखेका जिज्ञासाहरूको विस्तृत जवाब दिँदै राष्ट्रिय सेवा दलले युवा पुस्तामा नेतृत्व, जिम्मेवारी, अनुशासन र राष्ट्र सेवाको भावना विकास गर्न महत्त्वपूर्ण योगदान पुर्याइरहेको बताउनुभयो। साथै उहाँले क्याडेट विद्यार्थीहरूलाई निरन्तर मेहनत गर्दै राष्ट्रको असल नागरिक बन्न प्रेरित गर्नुभयो। निरीक्षण कार्यक्रमका सभापतित्व गर्नुहुने यस विद्यालय व्यवस्थापन समितिका अध्यक्षज्यू, स्थानीय निकायका पदाधिकारीज्यूहरू, वडा नम्बर 7 र 8 का अध्यक्षज्यू, विद्यालयका प्रधानाध्यापकज्यू, सहायक प्रधानाध्यापकज्यू, आधारभूत तहका इन्चार्जज्यू, शिक्षक अभिभावक सङ्घका अध्यक्षज्यू, पत्रकारज्यूहरू, महाराज सम्पूर्ण छनौट हुनुभएका भाइ बहिनीहरू लगायत उपस्थित सम्पूर्ण महानुभावहरूलाई शुभ दिन भन्न चाहन्छु। आजको यस कार्यक्रममा विशेष गरी मैले यहाँ निरीक्षण गर्दाखेरि हाम्रो यो एनसीसी को तालिमको दौरानमा विद्यार्थी भाइ बहिनीहरूले कुन रूपमा दिएको छ, कुन स्तर कायम गरेको छ, हाम्रो गुरुहरूले कतिको राम्रो सिकाएको छ, उहाँहरूको प्राविधिक पक्ष अनि बन्दोबस्ती पक्षहरू, एडमिनिस्ट्रेटिभ पक्षहरू हुन्छन्, ती पक्षहरू कस्तो भइरहेछ त्यसको प्राविधिक जाँचका साथसाथै अहिले अभिभावकहरूलाई विशेष गरी हजुरलाई यहाँ पढाउनुको मुख्य कारण भनेको अब हजुरको बच्चालाई हाम्रो हातमा सुम्पिनु भएको छ, उहाँको भविष्य के भन्ने सोध्ने अधिकार त हजुरको छ भनेपछि अब अहिले बच्चाहरूको रहरले अथवा कुनै कुनै चाहिँ आफ्नै अभिभावकको रहरले पनि यहाँ खुसी हुनुहुन्छ। त्यस्तो के बच्चाहरूमा के फरक पाउनु भएको छ छैन? फरक पाएको छैन भने मतलब कस्तो राम्रो नराम्रो गेस्टको ऊहरू तपाईँ थाहा हुन्न, त्यसले तपाईँले फेरि गलत चाहिँ ऊ लिएर जानु हो नि त, राम्रो भएन नि त। अनि त्यस कारणले गर्दाखेरि यो सबै कुरा फ्लेक्सिबल तपाईँहरूमा छ। हामीले सकेसम्म पारदर्शी सबै हिसाबले गर्न खोजेका छौँ। उहाँ तपाईँको चाहिँ सुरक्षाको जिम्मा हामी छ, त्यसको पनि हामी त्यही अनुसारले तपाईँलाई पनि जवाबदेहीका साथ होइन। अब त्यसले गर्दाखेरि त्यो चाहिँ नगर्दा नै राम्रो छ, नत्र भने तपाईँलाई चाहिँ तपाईँको बच्चाहरू हेर्नु दिन्न भनेको मौका हुन्छ। तपाईँको राम्रो लागि अझ सहुलियत पहिला त पाइने चाहिँ 21 दिन पनि अहिले चाहिँ के छ एउटा शनिबार बिचको एउटा शनिबार चाहिँ हामी तपाईँहरूलाई
अभिभावकहरूलाई चाहिँ अब आउनु चाहनेहरूलाई चाहिँ यहाँ आउने हेर्ने जाने रमाइलो साथ गर्नुपर्छ सिक्नु पनि हुन्छ रमाइलो पनि हुन्छ यादगार पनि हुन्छ। कार्यक्रमको समापनमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री महावीर राजवंशी तथा पिटिए संयोजक श्री कमल तामाङले प्रमुख सेनानी सहित सम्पूर्ण अतिथिहरूलाई मायाको चिनो प्रदान गरी सम्मान गर्नुभएको थियो। मायाको चिनो वितरण कार्यक्रममा सहयोग भइदिनु हुनका लागि म यस कार्यक्रमका सभापति विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आदरणीय महावीर राजवंशी र लगायत शिक्षक अभिभावक सङ्घका संयोजक आदरणीय कमल तामाङज्यू र विद्यालयका आदरणीय चिरञ्जीवी पाण्डे सरलाई मायाको चिनो वितरण गरिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्दै आजका यस कार्यक्रमका प्रमुख अतिथि श्री राष्ट्रिय सेवा दल पूर्वी तालिम शिक्षालय एङसिला मोरङ शिक्षा अधिकृत प्रमुख सेनानी आदरणीय श्री सुरेश कुमार श्रेष्ठज्यूलाई मायाको चिन्ह ग्रहण गरिदिनु हुनका लागि म हार्दिक अनुरोध गर्दछु। सामूहिक फोटो सेसनसँगै समाप्त भएको कार्यक्रमको सञ्चालन विद्यालयका राष्ट्रिय सेवा दल समन्वय शिक्षक श्री पदम बहादुर दाहालले गर्नुभएको थियो।